हाम्रो 2 दिनको यात्रा हो र हाम्रो फर्स्ट दिन सुरु भइसकेको छ। हामीले हाम्रो रुममा चेक इन गरेर अहिले चाहिँ हामी यत्तिकै नर्मली निस्किरहेको छौँ। हामी टोटल 6 जना छौँ। मलाई मेरो 5 जना साथीहरू हुनुहुन्छ, अगाडि हुनुहुन्छ। एकदमै भिडको अवस्था कारणले गर्दा यहाँ सबै लोकलले गर्दा मान्छे चिनिने हाम्रो साथी कता गयो भन्ने हामीलाई पत्तै छैन। झोला बोकेको मान्छेलाई अलिअलि चिने जस्तो लागेको छ मलाई। रातो लाउने पनि हाम्रो साथी हो, रातो लाउने पनि हाम्रो साथी हो। अनि सबजना अगाडि अगाडि हिँडिराख्नु भएको छ। क्यामेराम्यान जल्दी फोकस गर्ने मान्छे बहुत एकदमै खतम मान्छे हो। हाम्रो ग्रुपको च्याङच्याङे लिडर जस्तो मान्छे हो। अनि त्यो कालो ब्याग बोक्ने पनि यहाँ टिमको। हेलो साथी, हेलो सपन सर, म पनि हाम्रो साथी हो, निता पनि हाम्रो साथी हो। अनि एलेक्स चाहिँ अगाडि छ। एलेक्स हाम्रो ब्लग हो। सपन हेलो भन, एलेक्स हेलो भन, पूर्णिमाजी, अन्जु। हामी टोटल 8 जना आएको छौँ। अनि अहिले हामी चाहिँ देखिँदैन। अनि हामी 2 जना हो। अहिले चाहिँ हामी देखाइदिनु त्यस्तो ठाउँहरू यस्तो सुनको पुरा 24 क्यारेट सुनले लेपन गरेर बनाएको रहेछ। दामी रहेछ ठाउँभन्दा नि सुन राम्रो हो। सुनवाला मान्छेलाई सुने मन परिहाल्छ नि। सुनवाला मान्छे रिसेर फोन काटेर बसेका छन्, थाहै छैन। अहिले हाम्रो रेड लाइट बलिरहेको छ। हाम्रो 2 जना चाहिँ पर नियमको उत्पादन गर्दै नियमको उत्पादन गरेर त बाटो बिगड्दै गइहाल्यो। के भन्ने अब यस्तो नेपाली जहाँ गए पनि भार्ने हो। त्यो रातो लाउनु खतम मान्छे हो, 1 नम्बर ठुला। नेपाली ट्रुप बाइक देख्यो अहिले। ल हाम्रो एकदम अहिले ट्राफिक लाइट खुलिसकेको छ। हामी अहिले घरको माथि के छ यसो हेर्न गइरहेको छौँ। मन्दिरहरू यो कहाँ हेर्नु त गाइड त्यसको छ। हात्तीको टाउको छ, कहाँ मन्दिर हुन्छ यार? कमेन्ट गर्नु मन्दिरहरू के हो? सुन माथि सुन पनि छ, टलक्क टल्कै देख्नुभएको छ। हाम्रो खैरो दिदी आउनुभयो। यहाँ के को मूर्ति हुनुहुन्छ? के हुँदै गर्छ अपडेट दिँदै गर्छु म अहिले भने। ल अहिलेको लागि म एकछिन यसलाई बन्द गरेँ। के हुन्छ अहिले म स्टिचिङ गर्न चाहन्छु। एकछिनपछि म अपडेट गर्दै गर्छु। हस् त। फर्स्ट डे आज यो दोस्रो टाइम यहाँ मेरो मेट्रोमा चाहिँ दामी आयो नि स्टारबक्स त्यो पनि खानुपर्छ ल गर्मीको बेलामा। आउनु आउनु। Horse riding. Oi!
सन्तोषले के धेरै चाहिँ प्लेन अरे हाम्रो बोट आइपुग्यो अहिले अब हामी यहाँ पुगे बोटमा चढेर जाने अहिले त फ्ल्याट ल बत्ती बलेर लाइट ल यही भिडियो बनाउनु ल उता उता छेउमा गइहालौँ छेउछेउमा बसौँ बरु बिचमा भन्दा छेउमा बसौँ यसमा के के त्यही त भने हुन्छ यहाँ बस्ने हो न हो त्यहाँ यहाँ बस्नु अनि यसो गरेर यसरी आउँदैन है यहाँ चाहिँ बस्नु यहाँ यो बस्ने हो ताने त्यहाँ नि हो सबैतिर हो यहाँ बस्नु न यहाँ तिमीमा चाहने बस्नु न अनि हामी यसो गर्दा आउँथ्यो क्या अहिले त्यही पनि जाने तिमीहरू चाहिँ नआउने भिडियोमा चाहिँ यहाँ बस्छौँ त्यहाँ बस्नु रे हामी चाहिँ यहाँ बस्यो भने नि यसरी गर्दा आउँछ भयो यसरी नै आउँछ उहाँ आउँदाखेरि चाहिँ हान्छ नि त्यहाँ पनि बल्ल किनेर पो खानुपर्ने हो क्या कस्तो बवाल देख्यो हामीले चाहिँ छिटो आछ यहाँ पनि कालै अनि बिचमा पऱ्यो क्या त्यही भएर त्यसो भए त्यहाँ लानु अनुहारै आएर त सबै उठेर यसरी बनाइदियो सन्तोष सब देखाउने उताको सेतो सेतो Quadrados, moldurentas, rotas y tal, y agafan la que ve d'Àfrica, la Lindsay Lohan. Sí, augment, लाइटमा ट्याक्क आयो हिँड्नु अनारकली म होइन क्या यहाँ कस्तो राम्रो भिडियो आएको दिउँसो र रातिमा धेरै फरक छ अहिले चाहिँ बवाल देख्ने रहेछ होइन रातिको भ्यू नाइट भ्यू ल प्रागको लास्ट गाँजा गाँजा गनाएको भनेको मेरो स्मेलको क्षमता अलिक कम छ क्या मेरो नाकमा
रमाइलो त राति पो हुने रहेछ ऊ त्यो त कस्तो बवाल देख्यो के चाहिँ यस्तो यस्तो ड्रेस राम्रो देख्छ हाम्रो कता यता हो हुन्छ कस्तो भयो आज हाम्रो प्रागको हिजोसम्म चाहिँ सबैजनाले यस्तो उस्तो भनिदिएको थियो आज त रमाइलो भयो हामीले इन्जोय गऱ्यौँ हामीले बोटिङ पनि गऱ्यौँ अनि स्पेसली सन्तोषलाई चाहिँ राम्रो लागेको पनि थिएन कसले रोजेको प्रागको जाने भनेर भन्दै मलाई कराइ पनि गरेको थियो बोटिङ गराइदिएको केटो खुसी भयो अनि अहिले चाहिँ अब सबैजना ह्याप्पी नै हुनुहुन्छ दिदी कस्तो लाग्यो त प्राग दिदीलाई चाहिँ फेरि इटाली जान मन डे रमाइलो लाग्यो कि नाइट के रमाइलो लाग्यो बडी डे कि नाइट नाइट भ्यू नै अहिले हिजोको डे घुमेको मजा आयो कि अझ नाइटमा नाइट नै रमाइलो लाग्यो मलाई चाहिँ हामीले गल्ती गऱ्यौँ हिजै हामी नाइट यसरी सबै घुमेको भए आज डेमा सक्सेस भए तर ठिक छ केही पनि छैन हिजो पनि रमाइलो भयो आज पनि रमाइलो भयो हामीले रमाइलो गऱ्यौँ अब हाम्रो सक्यो हाम्रो भ्याकेसन प्लिज खलास फिनिस भ्याकेसन सक्यो अब तपाईँहरूको 2 हप्ता छ अझै इन्जोय गर्नु तपाईँको भ्याकेसन तपाईँ त जागिर बस्नुहुन्छ होला होइन हेरौँ रमाइलो गर्नु जाग्रेबमा पनि यस्तै भाइब्स आउँछ कि आउँदैन लेट्स सी जागिरमा त यस्तो भएको आउँदैन है म चाहिँ गएको छैन जागिरमा यस्तो भएको चाहिँ आउँदैन जागिरमा चाहिँ यो यहाँ चाहिँ भिड भए पनि केही न केही हेर्ने खालको मनोरञ्जन खालको दृश्यहरू छ भने जागिरमा भिड छ तर हेरौँ खालको दृश्य चाहिँ केही पनि छैन त्यति चाहिँ फरक छ भिड चाहिँ भिड हो जागिर पनि तर यहाँ जतिको भिड चाहिँ होइन भिड चाहिँ भिडै हो तर जागिरमा चाहिँ ल यो हेरौँ न त बिल्डिङहरू हेरौँ न त भन्ने खालको चाहिँ केही पनि छैन जस टुरिस्ट प्लेस भइसक्यो पछि चाहिँ अलिकति हेर्ने खालको जस्तो यहाँनिर अब हामी सुरुमा आयौँ होइन एउटै बिल्डिङ रहेछ भन्नु तर पनि त्यो बिल्डिङले हामीलाई 2 दिन त अल्झायो नि त अल्झाएन 2 दिनसम्म भए पनि हामी एक कता गयौँ बिल्डिङमा भए पनि हामी अल्झौँ नि त होइन तर जागिरमा चाहिँ अल्झिने खालको ठाउँ केही पनि छैन रही पनि त्यहाँनिर काठमाडौँ ठमेल जस्तै छ होइन यो ठमेल जस्तै लाग्यो इन्टिमेसी रहेछ हामीले त हाम्रो ब्रान्ड रहेन रहेछ भन्दै थियौँ ठ्याक्कै आइपुगेछौँ ल यो हाम्रो कम्पनीको ब्रान्ड आएको रहेछ हाम्रो ब्रान्ड हाम्रो कम्पनी हाम्रो काम गरेको ठाउँको चाहिँ किन हेर्न रहेछ भन्दै थियौँ ठ्याक्कै आइपुगेको छ अनि जागिरमा पनि त क्यासल जानु अनि त्यस पछाडि सेकेन्ड वर्ल्ड वारको लागि त्यो टनेलहरू बनाएको थियो अरे क्या पहिला क्याल्ड्रोनिया पनि रहेछ यता यो अनि त्यहाँनिर चाहिँ त्यो क्यासलहरू छ अनि त्यस पछाडि त्यो टनेल सेकेन्ड वर्ल्ड वारको लागि चाहिँ त्यो टनेलहरू बनाएको थियो अरे क्या पहिला त्यो लुक्नको लागि अनि त्यहाँनिर टनेलहरू चाहिँ छ अब साथीहरू भयो भने पनि मजा हुन्छ अब साथीहरू भएन भने त त्यस्तै साथीहरू छ होला नि त होइन छ एउटा 2जना छ 1-2जना त्यही
अब त्यही सेकेन्ड वर्ल्ड वारको लागि बनाएको त्यो टनेल छ, त्यो टनेलहरूतिर अब घुम्नु होइन। अनि त्यस पछाडि त्यो क्यासल छ, त्यो माथिदेखि। अनि त्यस पछाडि त्यो त्यहाँ माथि पनि लभ डाँडा के भन्दो रहेछ होइन। त्यो लभ डाँडामा चाहिँ के हुन्छ, यहाँको लभ नेपालीले राखेको थियो। त्यो लभ डाँडामा चाहिँ के हुन्छ भन्दाखेरि टक्क उयो के भन्छ चाबी लाउँदो रहेछ, त्यही हुँदो रहेछ क्या। त्यति मात्र रहेछ फरक। ल हामी मार्केट पनि आइपुग्यौँ। मार्केट भरे अब मार्केटमा भरेको लागि हामी केही सामान लिन जाँदैछौँ। खानेकुरा के चाहिँ उता हो ब्रेड पर गुली हो। मैले नि त्यही सोचिरहेको थिएँ। अब हामी त कोक पनि होइन, गाडीमा खानुको लागि।